विश्व सिनेमामा यसको अलगै पहिचान हुन्छ, यसको अलगै स्वरूप हुन्छ, त्यसको निर्माण प्रक्रिया पनि फरक हो, त्यसको वैचारिक पनि फरक हो भनेर भनेको थिएँ। त्यो भएको कारणले गर्दाखेरि त्यो प्रकारको सिनेमाको निर्माणको लागि चाहिँ यस्तो फेस्टिभलहरूले सहयोग गर्छ। आइएफएले फेस्टिभल गर्दाखेरि चाहिँ त्यो चाहिँ वर्ल्डको 3rd लार्जेस्ट फेस्टिभलको रूपमा लिन्थ्यो आदिवासी जनजातिहरूमाथि गरिने सिनेमामा चाहिँ। यो इमेजिनेटिभ भन्ने छ अमेरिकाको, क्यानाडाको, एकदमै ठुलो फेस्टिभल गर्छ। त्यो फेस्टिभल पछि अर्को चाहिँ सामीहरूले गर्थ्यो, तर त्यो सामी चाहिँ बिचमा त्यो पनि अलिक कमजोर भएर गर्थ्यो, तर अहिले फेरि राम्रो गरिराखेको रहेछ। मैले लास्ट इयर क्यानाडामा त्यसको डिरेक्टरलाई भेटेको थिएँ, अनि त्यति बेला त्यस्तो हाम्रो चाहिँ त्यस्तो ठुलो धेरै चलचित्रकर्मीहरू बाहिरबाट आउनुहुन्थ्यो। 2011मा आएका चलचित्रकर्मीहरूलाई मैले लास्ट इयर क्यानाडामा भेटेको थिएँ। उहाँहरू अन्तर्राष्ट्रिय स्तरको एकदमै कम्पिटेटिभ फिल्म मेकर बन्नुभएको रहेछ होइन। टोरन्टोमा उहाँहरूको फिल्महरू देखेको थियो। तर यसरी दाँजेर हेर्दाखेरि हाम्रो चाहिँ फेस्टिभलले जति प्रभाव पार्नुपर्ने हो त्यसमा केही प्रभाव पार्यो। अब जस्तो हाम्रा सिनेमाहरू चाहिँ, हाम्रा कथाहरू चाहिँ मेन स्ट्रिममा आउन थाल्यो, दर्शकले पनि स्वीकार्न थाल्यो। अहिले कस्तो स्थिति पुगिसक्यो भन्दाखेरि आदिवासीको अनुहार नराखिकन नेपाली चलचित्र नै बन्दैन, कुनै न कुनै रूपमा आदिवासीको अनुहार चाहिँ समेट्नै पर्छ। त्यो स्थितिमा आइपुग्यो। र अर्को चाहिँ हाम्रा कथाहरू यस्तो तरिकाले आयो कि अहिले खसारेले पनि आफ्नो कथा भन्न बाध्य भयो। हिजो कमर्सियल रूपमा मात्रै सोच्थ्यो भने अहिले केही समय यता हेर्नुहुन्छ भने भर्खरै उनको स्वेटर भन्ने सिनेमा हेर्नुभयो होला, त्यसमा पनि के भन्दाखेरि उनीहरूले बाहुनको कथा चाहिँ अथेन्टिकली भने, पहिले चाहिँ एकदमै एक्जाजरेसन्स गरेर भन्थे। तर त्यो रूपान्तरण चाहिँ यो आदिवासी फिल्म फेस्टिभलले, आदिवासी फिल्म मेकरहरूले त्यो भित्र चाहिँ यहाँ चाहिँ ल्यायौँ। तर अन्तर्राष्ट्रिय रूपमा चाहिँ हाम्रो प्रभाव चाहिँ अहिलेसम्म पनि हामीले पार्न सकेका छैनौँ। हाम्रा जनशक्तिहरू त्यो रूपमा